आज चाहिँ म चाहिँ मार्केट गएको थिएँ नि त साथीहरू र साथीहरू एउटा इन्डियन दोकानमा चाहिँ यो मजुरको त्यहाँ पक रहेछ र मैले दिदी त्यहाँको दोकानेलाई सोधेँ नि त होइन दिदी यो कति हो एउटाको भनेर सोधेँ नि त त्यहाँको दोकानेले भन्यो चाहिँ एउटाको चाहिँ $50 अरे नि त यति साह्रो यहाँ चाहिँ धेरै महँगो हुँदो रहेछ होइन अब हाम्रोतिर उता हो नि त अब होइन बारीतिर नै अब लचर पचर पाइहाल्छ नि त किनकि हाम्रोतिर बारीतिर पनि आउँछ मजुर चाहिँ र यहाँ चाहिँ $50 अरे र इन्डियाको चाहिँ 6,500 जस्तो पर्छ होला इन्डियाको चाहिँ र यहाँ चाहिँ यति साह्रो महँगो रहेछ यहाँ चाहिँ होइन मजुरको पक चाहिँ अब हाम्रोतिर त बारीतिरै अब पाइ त हाल्छ त्यति साह्रो अब भ्यालु हुँदैन र साथीहरू यहाँ चाहिँ त्यति साह्रो भ्यालु हुँदो रहेछ र साथीहरू आज मैले चाहिँ नानीहरूलाई चाहिँ चिकन दिएँ नानीलाई चिकन र राइससँग दिएँ चाहिँ अनि त्यहाँदेखि चाहिँ ठुलो चाहिँ छोरालाई चाहिँ फेरि आज मैले चाहिँ तोपुराई बनाइदिएँ नि त तोपुराई यसो गरेर चाहिँ त्यो नानीले चाहिँ तिनवटा बनाएर चाहिँ राखिदिएँ होइन साथीहरू र आज त्यसले चाहिँ आज तिनवटा चाहिँ खाएछ र कोही बेला त्यसले उभार्छ क्या दुइटा मात्रै खान्छ र आज त्यसलाई मैले तिनवटा राखिदिएको थिएँ र आज त्यसले तिनवटा खाएछ र साथ त्यसको बाद फेरि नानीलाई चाहिँ बनाना सेक मागेर सानो चाहिँ नानीलाई त्यसलाई बनाना सेक दिएर चाहिँ फेरि ठुलो छोरालाई चिया पिने अरे नि त त्यसलाई पनि चिया सिया दिएर चाहिँ म चाहिँ 1 घन्टा आराम गरेर फेरि म चाहिँ तल जान्थेँ मार्केट के सामान ल्याउनु यो दाजुलाई उयो सामान पनि दिन्थ्यो मैले सिसिम सिट पनि लिन्थ्यो र यो त्यो मजुर पाउँछ यहाँ रहेछ नि त यहाँ चाहिँ स्टार मार्क भन्ने एउटा छ नि त दोकान इन्डियन दोकान र त्यहाँ चाहिँ मैले यो आएको थिएँ त्यहाँ चाहिँ आज मैले सोधेको थिएँ नि त र साथै त्यहाँबाट आएर फेरि मैले सिसिम सिटहरू चक्का राखेर चाहिँ फेरि म चाहिँ त्यहाँदेखि चाहिँ डिनर हुन थालेँ नि त दिदीको लागि दिदीले चाहिँ भन्यो बिन्स बनाइदिए मलाई सिम्पल स्टाइलमा बनाइदिए खालि कडी पत्ता र अदरक हालेर मात्रै बनाइदिएँ भने नि त प्याज टमाटर के पनि नहालिकन बनाइदिएँ भने त र यसरी मैले चाहिँ बनाएर चाहिँ दिदीलाई चाहिँ डिनर दिएँ र अन्त त्यो डम्पलिङ पनि मोमो अलिक उफ्रिरहेको थियो त्यो पनि दिएँ र सानसानो नानीको लागि चाहिँ मैले आज चिकन ऱ्याप बनाइदिएँ नि त ठुलो चाहिँ छोरा र दाजुको चाहिँ आज बाहिर थियो नि त खाना र आज चाहिँ खाना चाहिँ सानो चाहिँ छोरा र दिदीकोमा थियो र मेरो चाहिँ चिकन ऱ्यापको लागि चाहिँ मैले चाहिँ क्याप्सिकम र अनियन काटेर चाहिँ त्यो भित्र हाल्नुपर्ने हुन्छ नि त साथीहरू त्यसबाट काटेर चाहिँ मैले चाहिँ चाट मसलाहरू लगाएर चाहिँ अन्त चाहिँ मिक्स गरेर चाहिँ फेरि नानीको लागि पनि यसरी गरेर म चाहिँ डब्बामा राखिदिएको छु साथीहरू कति लाएर खान्छ साथीहरू यसरी गरेर चाहिँ मैले तिनवटा चाहिँ डब्बामा राख्थेँ अब त्यो कतिलाई खान्छ त्यसको बादमा फेरि मैले पनि खानासाना खाएर चाहिँ फेरि दिदीले चाहिँ दुध पिन्छु भने त दिदीलाई चाहिँ हल्दीवाला दुध दिएँ फेरि सानो चाहिँ पनि छोरा पनि आएछ नि त त्यसलाई चाहिँ अन्त फेरि इन्डोमी खान्छु भने त त्यसलाई इन्डोमी बनाएर दिएँ लास्टमा साथीहरू आजको भिडियो यति नै फेरि हामी भेट्दैछौँ नेक्स्ट भिडियोमा।